सामाजिक सञ्जालमा आएको यो भिडियो हामीले यसअघिको रिपोर्टमा पनि देखाएका थियौं, तर यही भिडियोलाई नेपाल प्रहरीका प्रवक्ता डीआईजी दिनेश आचार्यले आकस्मिक पत्रकार सम्मेलन गरेर यो डिपफेक भिडियो हो, अश्रु ग्यास हानेको सत्य हो, तर राष्ट्रगान बजेको थिएन भन्ने दाबी गरे। त्यहाँनिर राष्ट्रगान कहीँ बजेको छैन, त्यो डिपफेक भिडियो हो। त्यहाँनिर कार्यक्रमै सुरु भएको छैन त कसरी राष्ट्रगान बज्छ? त्यहाँ कोही देख्नु भएको छ तपाईँहरूले? त्यहाँ उसमा भएको नेता कोही जम्मा भएको देख्नु भएको छ त्यहाँ कुनै भिडियोमा? एउटा पनि भिडियो छैन जहाँनिर नेता गएर बसिसक्यो। सबतिर अब त लास्टै गाह्रो हुन्छ। अब यहाँ बस्नु केटा आइज। म्याथ नआएको नआएको विषयमा मलाई चाहिँ जानकारी भएन। म्याथ नागेको नआएको, तर म्याथ भएकै चाहिँ हामीले प्रदर्शन स्थलमा भेटेका अश्रु ग्यासका खोकामा लेखिएको यो मिति पनि हेर्नुहोस्। अगस्त 2012 एक्सपायरी डेट अगस्त 2012 मा हेर्नु त एक्सपायर भएको अश्रु ग्यास आज यहाँ प्रहार भएको थियो र यहाँ दाइले यहाँ संकलन गर्नुभयो अश्रु ग्यासको ढक्कनहरू। यसको डेट छैन, यसको पनि डेट छैन। कति बाटो भएर गरेको छ भने तपाईँ बाटोभरि हेर्नु त सबै निकालेको छ यो हो। 2008 र 2012 को एक्सपायरी डेट भएको है, अहिलेको युज गरेको छ। राज्य पक्षबाट भएको गतिविधिमा छानबिन नै भएको छैन। घरको गेटैमा पुगेका रेबिका खत्री र दिनेश खत्रीलाई झुक्किएर गोली लाग्यो भने जस्तो गैर जिम्मेवार जवाब दिएर उम्किन मिल्छ। डिफ्लेक्ट भएको हुने अवस्था चाहिँ हुन सक्छ। त्यो ठाउँमै लाग्यो त्यसले। हाम्रो रगतैको 746 छ। त्यस्तै ब्ल्याङ्क राउन्ड छ 192, त्यसै 58वटा लाइभ राउन्ड छ र पिस्तोलको गोली 2 राउन्ड। अर्ध स्वचालित हतियार इन्सासबाट पनि 6 राउन्ड प्रहार भएको छ। यस्तै चिनिया पिस्तोलबाट 2 राउन्ड गोली चलेको गोप्य प्रतिवेदनमा उल्लेख भएको हिमाल खबरले लेखेको छ। यस्तै सशस्त्र प्रहरीले 18 राउन्ड जङ्गी राउन्ड प्रहार गरेको जनाइएको छ। आन्दोलनको अन्तिम अवस्थामा प्रयोग हुने यी हतियार प्रहरीले सुरुबाटै व्यापक रूपमा चलाए। केही पनि छैन, मानवीय क्षति भएको छैन भनेको प्रश्न सुनिन्छ। बाटोमा अवरोध छ, दमकल आएपछि आगो पूर्ण रूपमा माथि कोही नजाने। गर्न खोजेका के हो त्यो पनि बुझौँ भन्नेतिर अल्पलियम भने हामी छिट्टामा पुग्दैनौँ। यो आपराधिक